बालेले केपी ओली र गगन थापासँग पब्लिक डिबेट गर्ने कुरा अस्वीकार गरेका छन्। तपाईलाई यो कुरा कस्तो लाग्यो? तर तपाईलाई थाहा छ, बेलायतमा होस् वा अमेरिकामा होस्, पब्लिक डिबेट गरिन्छ। नेपालमा मात्रै अन्य मानिसहरूसँग पब्लिक डिबेट अथवा सार्वजनिक सुनवाई गर्ने गरिन्छ। जबकि यो त देश चलाउने कुरा हो। देश चलाउने मान्छेसँग कस्ता एजेन्डा छन्, कस्तो किसिमको उसको लिडरशिप क्वालिटी छ, कतिको धैर्यता छ, कन्फिडेन्स के छ र मानिसहरूलाई कसरी डिल गर्छ भन्ने कुरा मान्छे अथवा जनताले जान्ने अधिकार हो। त्यसो हुँदा पब्लिक डिबेटमा सहभागी हुनु अपरिहार्य छ। उनले किन चाहेनन् भन्ने भित्री कारण त उनीलाई थाहा होला। तर यदि उनले ओलीलाई कुनै किसिमको आरोप लाउँछन् भने के उनी चाहिँ त्यस्ता आरोपबाट भाग्न मिल्छ त? उनलाई 8 करोड गाडी चढेको भनेर प्रश्न उठिरहेको छ। त्यसको जवाफदेहिता दिनुपर्छ कि पर्दैन? अथवा त्यसमा जवाफदेहिता हुनुपर्छ कि पर्दैन? पारदर्शिता खोइ त? यदि देश भ्रष्टाचारले र लिडरशिप क्वालिटी नभएर यदि विकास नभएको हो भने उनमा चाहिँ के छ त नयाँ विकास गर्ने लिडरशिप क्वालिटी? वा उनमा चाहिँ के छ त त्यस्तो करिश्मा? त्यो उनले देखाउनु पर्दैन? त्यसो हुँदा कसैलाई देवत्वकरण र दानवीकरणबाट हामी बच्नुपर्छ। यहाँ कोही पनि भगवान छैनन् र कोही पनि दानव छैन। सबै मानव हौँ। मानवका केही राम्रा पक्ष छन्, केही नराम्रा पक्ष छन्। नराम्रा पक्षलाई कम गर्दै राम्रा पक्षलाई बढाउँदै देश विकास गर्नु उपयुक्त हुन्छ। यसमा तपाईको के धारणा छ? कमेन्ट गर्नुहोला।